औ कसम केटी जस्तै देख्दै तँलाई ओके गुड मर्निङ ला माछा त झुन्डिरहेको हेलो गुड मर्निङ एभ्री वान स्वागत छ तपाईँहरूलाई अविदाको ब्लगमा होइन र अहिले चाहिँ म कहाँ छु भन्दाखेरि खोलामा आज चाहिँ हाम्रो भाँडाकुटी खेल्ने दिन हामीले चाहिँ यहाँ जाल हालिरहेको थियौँ कि माछा निकाल्न आएको तर हेर्नुहोस् खोला बढेर चाहिँ हिजो चाहिँ पानी त्यहाँ अलिअलि थियो अहिले चाहिँ अब बढेर यहाँसम्म आएछ जालहरू बगाउँला जस्तो भएछ तर पर्छ नि माछा त म चाहिँ फाँसी जाल निकाल्दैछु हामी चाहिँ हिजै आएर यता बसेको थियो होइन हाम्रो साथीहरू दाजुभाइहरू चाहिँ अहिले दिउँसो आइपुग्छ सो के बी विथ मी दुवाली मार्ने विश्वासको कुरा चाहिँ के भएछ भनेर चाहिँ बेलुका पानी परेर चाहिँ खोला बढ्दैछ त्यही भएर चाहिँ अलिकति कस्तो अवस्था भयो त पाइप तानेर ल्यायो होइन अब हामी चाहिँ टेन्ट लाउन आँटेको यहाँनिर अरूहरू चाहिँ आइपुगेको छैन यहाँ चाहिँ अहिले हामी 3 भाइ छौँ ओके गाइस फाइनली रेडी भयो हाम्रो टेन्ट चाहिँ कि अब चुलाहरू बनाउँछु यहाँ चाहिँ सरसामान राख्ने मात्रै हो खासै चाहिँ र घामले अब डढ्छ भनेर डर लाग्छ भने बस्दा हुन्छ ओके चुला पनि रेडी भयो आगो फुक्दिएको हल्का होइन यहाँ अर्को चुला छ मजाको चौर होइन यो चौरमा चाहिँ अब डान्सहरू चाहिँ भरे हेर्नुहोस् कस्तो हुन्छ हाम्रो भिआइपीहरूलाई वेलकम गर्नुपर्ने म्युजिकसँग छ त केटाहरू त अन्त ओके गाइस केटाहरू आइपुग्यो कतिजना छ 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 7 8 जना दुवाली रेडी हुँदैछ सिकुवा यो चाहिँ माछा हो यति चाहिँ माछा हो राम्रो पाकेको छ मसला हो फ्राई गर्नुपर्छ सबैले सरी यो राम्रो पाके के हो है हानिस ओ यो चाहिँ के को हो यो चाहिँ गोरु हो गोरु है यो पोलेर खाइदिउँ न अन्त पकाएर हरेस हुन्छ तेलै तेल भरे खानु पनि हरेस पोलेर खाने मासु हो नि चाहिँ खासमा चाहिँ आजको विशेष मेन खेलाडी चाहिँ हाम्रो बुबु हेन्द्री यो चाहिँ हेन्द्रीकै जोस जाँगरले गर्दा मात्रै म सफल देख्दैछु यतिको ठुलो खोला चाहिँ यसरी फर्काउनु भनेको चाहिँ मामुली कुरा चाहिँ होइन यो तागिसकेपछि माथिबाट त बलुवा हाल्नु पर्छ त यता पनि छ यता पनि छ ओनर चाहिँ यता कोमा जाऊ है डोको र बेच्न आएको त माटो ओसार्नुपर्छ नि माटो नभए भए पनि तलबाट त बलुवाले भए पनि चिस्नु परेन माछा टिपाइ हुँदैछ अब चाहिँ अब नुहाउनु जान्छु
यो मान्छे मरेछ है गाइस रेली खोलामा मान्छे डुबेछ अम्बो कत्रो लामो बसेको आज चाहिँ हामीले निकै नै पायौँ हो त्यो एउटा मात्रै देखाइदेऊ न त्यो जुन चाहिँ ठुलो थियो त्यो मात्रै अरू त होस् आम्मा यस्तो खालको असलाहरू मात्रै छ है अरू होस् ल नदेखाऊ सिमरायो फेरि सुँगुर मासुमा मिसाउनुको लागि चाहिँ हामी पौडी खेल्न हिँडेको एनी टाइम र यसरी नै मैला पखाल्यौँ हामीले है इक्जाम्पल यहाँ देखिरहनु भएको छ तपाईँहरूले हामी यसरी नै मैला धोएर चाहिँ बसेको यता पनि ढाड मार्ने सिन हुँदैछ तेरो ब्रा खोइ ब्रा यहाँ नुहाइसकेर चाहिँ यहाँ आएर चाहिँ पखालिँदो रहेछ भान्जा को देखाइदेऊ न तिम्रो पनि स्पेक्स अन्त त्यो हो नि त केटाहरू कहाँ गएको थियो हामी पौडी खेल्नु गएको थियौँ त गरम भयो अरे सबैजनालाई ओके गाइस हामी चाहिँ खानासाना टन्नै खाइयो होइन मजाको मिठो अन्त फोन चार्जमा हालिरहेको थियो कि देखाउनु पाइनँ हो उता छ केटाहरू बल्छी हान्नुको सुर्तै छ यसलाई चाहिँ कति पारिस आम्बो माछा पारेछ यसले के राम्रो प्रदर्शन कार्यक्रमको अन्तिम चरणमा आइसकेको छौँ भन्ने बजा न प्लिज ओए जर्ज प्लिज गाना बजा न तेरो फोनबाट मजाको सुबु ब्रोको बजा त जोरदारको पानी स्टेवन हाल्दा त्यो जोरदारको पानी दामी 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 दिनभरि रमाइलो जेसुकै होस् होइन जस्तो सुकै होस् तर राम्रो मान्छे चाहिँ को हो भनेर चाहिँ कति बेला चिन्छ तपाईँहरूलाई थाहा छ यतिखेर चाहिँ चिन्छ यहाँ हेर्नुहोस् हाम्रो ब्रदरहरू सबै खाना खायो इन्जोय गर्नुपट्टि छ तर दुईजना भने यहाँ भाँडा धुँदैछ म पनि धुन्छु सघाउँछु खाएर हुँदैन
अनि कति ओके आजको दिनको बारेमा र सबै के कस्तो भयो तैँले यसो भनिदिनु पहिलो सुरु हाम्रो मेरो साथी अविदा अफिसियल होइन पेजको नाम मिडियालाई धेरै धन्यवाद दिन चाहन्छु किन भन्दाखेरि म जस्तो एउटा मान्छेलाई यसरी सानो एउटा प्लेटफर्म दिनुभयो बोल्नुको निम्ति त्यसको निम्ति धेरै धन्यवाद अनि आज चाहिँ हाम्रो विशेष गरी हाम्रो इस्टर मन्डे भनेर हामी यो रेली खोलामा आएको हो नट एउटा एक्ज्याक्ट रेली होइन तर अलिकति माथि यसलाई चाहिँ याक्सेटार भनेर चिनिन्छ यो जग्गालाई चाहिँ इस्टर मन्डे चाहिँ मलाई अलिकति भन्नु मन लाग्यो किन भन्दाखेरि चाहिँ हामी एउटा क्रिस्चियन मिसनरी एउटा ख्रिस्ट भक्तको जीवनमा चाहिँ हामी के विश्वास गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो अप्रिल बढी चालिसाको समय हुन्छ जुन चाहिँ तपाईँहरूलाई थाहा छ है रिलिजियस टेक्स्ट अनुसार हेऱ्यो भने प्रभु यीशु जिजस क्राइस्ट जसलाई चाहिँ 40 दिन 40 रात उपवास बसेर त्यसकै निम्ति हामी सेलिब्रेट गर्छ अनि इस्टर मन्डे चाहिँ हामी जति पनि हाम्रो विगत दिनको कार्यक्रमहरू हुन्छ चर्चको त्योहरू सकिए पश्चात हामी एउटा सानो दाजुभाइ अथवा आफन्त परिवार एउटा फ्यामिली आएर एउटा सेलिब्रेट गर्ने एउटा समय हो अनि विशेष गरी त्यही कारणले गर्दा हामी यो जग्गामा भेला भएका छौँ अनि आज स्पेसली हाम्रो डिकनको पनि लास्ट उसको हामी एउटा दाजुभाइ जो हाम्रो लोले सेक्रेट हार्ट चर्च पल्लीसँग एउटा फ्यामिलीसँग उसको सायदै अन्तिम एउटा यादगार पलहरू एउटा मेमोरिजहरू बनिन्छ भन्ने म आशा राख्छु किनभने उहाँको पनि अपकमिङ डेजमा उसको अर्डिनेसन छ उसको फादर अर्डिनेसन छ त्यसले गर्दाखेरि उसको बादमा नो बडी नोस यहाँ हुनसक्छ यहाँ हुनु सक्दैन त्यसै कारणले गर्दा आज हामी उहाँको पनि एउटा उहाँलाई पनि लिएर आउने हाम्रो सानो प्रयास थियो अनि हामी सफल भयौँ अनि जस्ट अहिले हामीले सबै खानापिनाहरू हाम्रो सकिसकेको छ अब हामी अलिकति जाम गर्ने यताउता डान्स सबै इन्जोयहरू हुन्छ त्यसको पश्चात हामी घर फर्किने अनि अन्तिममा सायदै सबैजनाले यो पेज हेर्छ होला सबैजना मेरो सेक्रेट हार्ट चर्चको मेरो युथहरू लगायत मेरो आमा आपा लगायत पल्ली मण्डलीका प्राचीन गुरुबाउ लगायत प्यारिस प्रिस्ट सबैजनालाई धन्यवाद अनि विशेष गरी हाम्रो मेरो साथीको जुन चाहिँ पेज छ ऊ ग्रो भइरहेको छ अहिले उसको जति पनि आफ्नो एउटा डिटर्मिनेसन आफ्नो पेसन छ यो एउटा मिडिया मार्फत उहाँलाई पनि तपाईँहरूले सपोर्ट गरिदिनुहोस् किन भन्दाखेरि हामीले मान्छेलाई सबैजनालाई एकअर्काको सपोर्ट चाहिन्छ त्यसले गर्दाखेरि भोलिको दिनमा हाम्रो लागि राम्रो हुनेछ भन्ने मेरो सानो आशा अनि तपाईँहरूप्रति एउटा सानो मेरो के भन्नु यसलाई रिक्वेस्ट अथवा निवेदन धेरै धन्यवाद थ्याङ्क यू ओके गाइस त्यति थियो आजलाई थ्याङ्क यू फर वाचिङ ओके कमिङ यो चाहिँ रेली याक्से हेमनको घर गोरेनको माछा है हेभी कत्रो चाहिँ छ भने कत्लेहरू आउनु कत्लेस हेभी दामी देख्दै